आजको ब्लगको सुरुवात हुँदैछ गाइज घरमा काम गरेदेखिबाट अब र मर्निङमा चाहिँ म हेर्नु न अब के गर्दैछु भने बेग धोइरहेकी छु अहिले चाहिँ। र हेलो एभ्रिवान, नमस्ते, हजुर स्वागत छ फेरि पनि मेरो एउटा न्यू ब्लगमा। हेर्न सक्नुहुन्छ गाइज म चाहिँ अब भिडियोमा भोइस ओभर गर्दै थिएँ। भिडियो चाहिँ अगाडि नै एडिट गरेको थिएँ र भोइस ओभर गरिरहेको थिएँ। त्यसमा चाहिँ मम्मीले चा पकाएर ल्याइदिनु भयो, हेर्न सक्नुहुन्छ, र चा खाँदै भोइस ओभर गरिरहेको थिएँ। त्यसको बादमा चाहिँ गाइज हेर्न सक्नुहुन्छ मैले तपाईँलाई बेग देखाएको थिएँ धुँदैछु भनेर। मैले चाहिँ हेर्नु न बेग चाहिँ अब सराप पानीमा यसरी ढलिएर छोडिदिनु पर्यो भनेर चाहिँ 1-1.5 घन्टा पछाडि चाहिँ धुन्छु भनेर। र त्यसको बादमा हेर्नु न हामीहरूको यतातिर चाहिँ सरकारी टेपमा पानी आएछ र यसै त अब यो सरकारी टेप बाटाको थियो नि त, बाटामा थियो। अनि त्यसको बादमा हामीले चाहिँ अब घरमै ल्याएका फुलहरूमा चाहिँ पानी हाल्न सजिलो हुन्छ नि त। र त्यसैले त्यसको बादमा गाइस अब खाना पनि त बनाउनु पर्यो, होइन भन्नु त। घरमा चाहिँ काम बहुत नै हुन्छ अब। र खाना बनाउनको लागि चाहिँ हेर्नु न म चाहिँ अब बारीतिर जाँदै थिएँ कडी पत्ता लिनको लागि। र दाल चाहिँ आज कडी पत्ता हालेर झाँच्छु भनेर। र गाइस मलाई चाहिँ कडी पत्ता हालेको दाल यस्तो मनपर्छ गाइस नभन्नु। मलाई चाहिँ एकदमै राम्रो लाग्छ। र प्याजहरू हालेको चाहिँ त्यस्तो मन पर्दैन, मलाई त्यस्तो खान मन लाग्दैन। र कडी पत्ता अनि लसुन हाल्दा चाहिँ राम्रो लाग्छ खानको लागि। त्यहाँ पछाडि मैले चाहिँ हेर्न सक्नुहुन्छ कडी पत्ता लिएर आएँ। अनि त्यहाँ पछाडि चाहिँ हेर्न सक्नुहुन्छ दालहरू झाँच्दै थिएँ। र मैले चाहिँ दाल आज पातलो गरेर पकाइरहेको छु, किनभने यस्तो खाएको राम्रो लाग्छ। बाक्लो दाल त खानै राम्रो लाग्दैन गाइस। त्यहाँ पछाडि चाहिँ म चाहिँ यतातिर रेडी हुँदैछु, हेर्न सक्नुहुन्छ। म चाहिँ कहाँ जान आँटेँ भने म र भाइबाट चाहिँ घुम्नको लागि पनि जान आँट्दै थियौँ। अब एउटा काम सानो थियो नि त एटिएममा चाहिँ, र मम्मीले चाहिँ पठाउनु भएको थियो र एटिएमतिर पनि जाँदै थियौँ। हेर्न सक्नुहुन्छ है भाइ चाहिँ पैसा निकाल्छ अरे नि त, मम्मीले चाहिँ पठाउनु भएको थियो। र त्यसैले र गाइस मलाई चाहिँ एटिएमभित्रको भिडियो चाहिँ त्यति गर्न मन लागेको थिएन। र हजुर चाहिँ नसोच्नु फेसबुक पेमेन्ट भनेर, अहिले चाहिँ फेसबुक पेमेन्ट आउने बेला भएको छैन मेरो, बल्ल त अब होइन भिडियो सुरुवात गर्दैछु बनाउनको लागि। त्यहाँ पछि गाइस हेर्न सक्नुहुन्छ हामीले चाहिँ यतातिर चिकन पकौडा खायौँ अनि यतातिर आमलेट खायौँ, हेर्न सक्नुहुन्छ। र गाइस आजको भिडियो के कस्तो लाग्यो भन्नु होला। भिडियो चाहिँ यतिमै एन्ड गर्छु, बाई बाई।